हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, सेवा हजुरहरूलाई मेरो भिडियोमा फेरि पनि स्वागत छ। फेरि म अर्को भिडियो लिएर आइसकेको छु साथीहरू। अनि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र आज चाहिँ हामी पानधारे बजार लाग्छ साथीहरू। पानधारे बजार जाने तयारीमा छौँ, हेर्दै गर्नु होला है त। स्टे ट्युन गाइज। यता हेर्नु न कस्तो राम्रो राम्रो हो ऊहरू रहेछ। ए अहिले किनौँ ल न, लिनु न तपाईँ अगाडि छिटो। तँ गाइजहरू भन्नु भने अहिले फेरि जिस्काइहाल्नुहुन्छ। साथीहरू बजार आइसक्यौँ है। हामी चाहिँ बजार यता बजार हेर्नु न, यस्तो यस्तो मात्रै रहेछ बजारहरू पनि राम्रो रहेछ है। यस्तो छ, यस्तो बजारमा के किन्नु हुने किनौँ न पहिला। के बोल्यो भाइ, तिमीले के बोल्यो? तपाईँलाई के हो त? आरिसले भयो त्यो चाहिँ काँसाहरू छ है। काँसा कहाँ किन्ने? साबुनहरू किनौँ न त, माग्नु। त्यो एउटा साबुन। ए सेम्पू पनि लानुपर्ने छ। कसरी हो सेम्पू चाहिँ साँच्ची? यस्तो छ है बजार चाहिँ। लु, मेरो छोरी चाहिँ बजारबाट घर फर्किँदैछ। यता चाहिँ रिस सुटेर हेर न, यहाँ कम्ताको छैन हौ। भिडियो पनि गर्दा हे भगवान् मात्रै भन्छ, के भएको हो साथीहरू। यहाँ एकचोटिकै भनिदिनु पर्यो। ए लिएन को मान्छे हौ? लिएन होइन होइन लिएन, खावाको देवा जस्तो छ। ल हामी चाहिँ घरतर्फ लागिसक्यौँ। मम्मी खासै चिनेन, हुनु चाहिँ उतैको हो। ल लु हिँड्नुहोस् नानी, हिँड्नुहोस्। अनि यता उताबाट हिँड न। लु 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 हिँड। हेर्नुहोस् साथीहरू, गुराँस फुलिरहेको छ हाम्रो बारीमा। गुराँस यस्तो दामी छ गुराँस। यता बाँदर चाहिँ यहाँ माथि रुखमा पसिरहेको छ। गुराँस यस्तो राम्रो गुराँस, ठुल्ठुलो रहेछ है यो त। म त ऊ तलको भन्दै गरेको गुराँस त ऊ रहेछ। गुराँस आउनुहोस् है गुराँसमा फोटो खिच्न। गुराँस साथीहरू दामी छ नि। गुराँस टिपेर पनि हामी गइसक्यौँ। दुईटा थुङ्गा दामी छ है, दामी छ है। गुराँस देखिँदैछ। राहुलजी यता चाहिँ कस्तो जाडो छ के आज त। यस्तो जाडो, आज जाडो मौसम भएछ। जाडो मौसम भएछ साथीहरू। जाडो पनि भन्नै नसक्ने गरी छ। मरिने बेला भइसक्यो। मरिने बेला चाहिँ अलिक भएको छैन, माथि अलिक चान्चुने जाडो भएको। न पानी पर्न सक्छ, न घाम लाग्न सक्छ, न हिउँ खस्न सक्छ, न हावा आउन सक्छ। हेर्दै गर्नु होला। हामी चाहिँ बजारबाट आएर पनि फेरि खाना खाएर कोठामा आइसकेका छौँ।
अन्त अब सुत्न लागेको। मेरो भिडियो मन पराइदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला। है त, बाई।